हेलो साथीहरु, आज यहाँबाट टिप्न गएको। के टिप्नु आखा दिदी? के टिप्नु आखा? कति बनाउनु भयो त? हो र, यस्तो जङ्गल छ कि यो जङ्गलमा तर निहुरो छ। यस्तो जङ्गल भित्र छ कि यति टिपियो जङ्गलको। साथीहरु, खोलो तर्न पर्यो। यहाँ खोलो छ, हामी निगुरो टिप्न जङ्गलमा आएको। यहाँ खुला छ, गाउँले जीवन के रमाइलो, हरिया परिया वन जङ्गलका सागसब्जी खाने। यहाँ माछा छ, एक दिन माछा मार्न आउनुपर्छ हामी त। पाइन्छ कि निहुरो, दुःख त छ तर मिठो हुन्छ। यस्तो यस्तोमा पाइन्छ कि, यसरी बसिरहेको हुन्छ कि निहुरो। यस्तो हुन्छ कि साथीहरु, निहुरो भन्ने चिज हामीले यसरी टिप्छौं यसलाई। दिदीहरु पछाडी हुनुहुन्छ। कस्तो जङ्गल छ कि, यस्तो जङ्गलमा हो के दिदीहरु उता हुनुहुन्छ। यस्तो जङ्गलमा त्यता घाम लाग्न थालिसक्यो। खोला नाला चराइ चुरुङ्गीको आवाज। यहाँ यस्तो बेसरी छ, यस्तो बेसरी छ। यो टिप्नु पर्छ है साथीहरु। ल अब यसरी टिप्ने है। उता निक्ले यस्तो जात्रै बिति झुडी छ। वाह, दिदीहरु त उतै हुनुहुन्छ। यस्तो झुडी भित्र हुन्छ कि यस्तो। कस्तो खेल्न मजा आउँछ कि पानीमा त। दिदी, यहाँ घाँस रहेछ नि, बाख्रालाई घाँस हुन्थ्यो नलिएर हँसिया। अब यहाँ चाहिँ निहुरो धेरै छ। यस्तो टिप्नी हो कि अब यहाँ त अब भयो नि। यस्तो मजाको खालको निहुरो हो नि त। कति विधि छ, यस्तो टिपिन्छ के। यस्तो छ, अब म टिप्छु है। छोराछोरीले अचारलाई त अरू अचार जस्तै गरेर बनाउने। उसुन्ने यसलाई हल्का, त्यसपछि बनाउने। कस्तो झुडीमा छ के निहुरो त। छन त छ तर झुडी धेरै छ। सकिन्छ आउने हो आजै। कहाँ यस्तो हार खाने हो र। हेर्नु त कस्तो मजाको छ, रहर लाग्दो रहेछ नि हो न। त कस्तो मजाको छ यहाँ त झन्। यस्तो मजाले भेटिन्छ कि निहुरो त। यस्तो मजाले भेटिन्छ। हो, मेरो निहुरो यति भयो। खै तपाईँको कति छ? खोलेर देखाउनु त। ए मेरो बा, खै दिदी यहाँहरूको त प्लास्टिक कालो छ के र। यस्तो राम्रो बाटो अप्ठ्यारो छ। यस्तो छ, हेर्नु न यस्तो भएछ भाइ बाटो। बाबा नि हामी त धेरै महिनाका आएछौँ है यहाँ त। अनि यता तार लगाए, तारबाट जान सकिन्छ कि नै? तार त्यहाँ नजिकै छ है, हेर्नुहोस्। ल हामी अब घर हिँड्यौँ साथीहरु। अब घर पुगेर भेटौँला। निहुरो टिप्न गएको के यस्तो ठुलो कम्ता ठुलो छ र यस्तो राम्रो भएको। यो त झन् कति ठुलो छ, तर धेरै टिपेको हो मैले। कस्तो धेरै झुडी पलाएछ के। कस्तो छ जङ्गल त, कति धेरै छ जङ्गल। तर धेरै नै टिपेछ है आज। म त सोचेको पनि थिएन यति धेरै हुन्छ भनेर त। आज धेरै रहेछ। बरु पानी परेको भएर पलाएछ है।
पानी पर कस्तो यो मसिनरी भन्नाले बिस्तारै बिस्तारै टिप्ने हो नि त हो। यस्तो यस्तो सानो सानो त कति धेरै छ कि यस्तो यस्तो धेरै छ। हामी त यस्तो ठुलो ठुलो यस्तो घुम्री परेको खोजेर घुमेर हो कि धेरै घुम्यौँ नि त। हो यस्तो यस्तो खोजेर के